कमन भयो दाइ ल आज यसो अब होइन ईदको दोस्रो दिन अब यसो हल्का घुमघाम गरौँ भनेर अब कति हजुरहरूलाई अब मार्केटतिरको बजारतिरको देखाउनु होइन साउदीको मरुभूमि पनि हेर्नु न साउदीको मरुभूमि पनि हजुरलाई हल्का देखाउन भनेर आज चाहिँ हल्का यसो भिडियो रेकर्ड गर्दैछु अब कस्तो आउँछ के आउँछ अब हुन त गाडी नै हिँडिराखेको छ अब राम्रो नराम्रो जे आउँछ यसो हेरेर साथ दिनु होला भन्न चाहन्छु अब हाम्रो मरुभूमितिर सुरु भयो है पहिला हामी बसेको यतैतिर पनि हो हुनलाई चाहिँ होइन अब आजभोलि यताबाट छोडेर अलिक सहरतिर बसिन्छ आजभोलि चाहिँ यतातिर चाहिँ अलिकति परिवर्तन भएर रहेछ पहिला चाहिँ निकै नै मरुभूमि थियो आजभोलि चाहिँ यसो बिल्डिङहरू घरसरहरू बनिएर छन् अब भन्न त यो क्षेत्रलाई मरुभूमि नै भनिन्छ तर बिल्डिङहरू हेर्दाखेरि चाहिँ हजुरहरूले भन्नलाई यो मरुभूमि के यत्रो बिल्डिङ छ भन्नुहुन्छ ल तर बिल्डिङहरू छन् अलिअलि बनिरहेछन् तर पहिलाको भन्दा चाहिँ जस धेरै नै परिवर्तन रहेछ पहिला त एकदमै मरुभूमि थियो आजभोलि चाहिँ परिवर्तन भएर रहेछ यसरी लाग्यो अब मरुभूमितिर सरर ल हेर्नुहोस् है यहीँबाट देखाइ नि हुन्छ ल यस्तै छ मरुभूमि अब रुख बिरुवा हरियाली हुँदैन त्यति धेरै छैन जता हेऱ्यो नि उही माटो र पहाड र ढुङ्गा माटो मात्रै छ अलिअलि बिल्डिङहरू यस्तै छ मरुभूमि ल अब साउदीको मरुभूमि अब संसारभरि हेर्नुहोस् सबैजनाले युट्युबको मार्फत देख्न पाइन्छ जस अब सामाजिक सञ्जालको कारणले गर्दा आजभोलि एकैछिनमा जहाँको पनि अब तुरुन्तै हेर्न देख्न पाइन्छ यस्तो छ दाहिने देब्रे यस्तै यता पनि घुमाउनु टक्क लगाएर यस्तै हो त्यो हामी बसेको पहिलातिर बिल्ला त्यो हो यस्तो छ बसहरू यतातिर जानुभन्दा बरु यतातिर गएको हुन्थ्यो अब बाटो खराब रहेछ अलिकति छ धेरै छैन रोड बनाएको थियो त्यो पुरै खालेर फ्याँकिएको यो बहुत मजाले खायो लगाइस हेर्नु चाहिँ एकदम मजाको ठाउँ छ गाडी चाहिँ सिधा गाडी चल्ने छन् गाडी चाहिँ एकदम टोलाहरू धेरै रहेछ यहाँ है फ्याक्ट्री रहेछ क्या हो फ्याक्ट्री होइन बिल्ला हो फ्याक्ट्री त अलि यो ट्रान्सपोर्टरहरू हो क्या ट्रान्सपोर्टको गाडीहरू रहेछ यहाँ त्योभन्दा उता जानु पाइँदैन त्यो गाडीभन्दा उता त्यहाँबाट मोड्नुपर्छ यही दुईवटा बिल्ला हाम्रो हो कि त हाम्रो हो यो दुईवटा बिल्ला देखाउनु नि त उतै फेरि ल अब कता जाने अलिकति रमाइलो रहेछ बाटो बन्द गर्दो रहेछ टोलाहरू रहेछ सबै यहाँ टोलाहरू अब बाटो बन्द गर्दो रहेछ बहुत दोकानहरू रहेछ है यहाँ बाबर सप रहेछ हामी लगाइ है हामी पहिला बसेको बिल्ला हामी पहिला यतातिर बसिन्थ्यो मरुभूमितिर अहिले चाहिँ सहर बजारतिर अलिक बसिन्छ यही हो हाम्रो दुईटा बिल्ला अलिको कम्पनीको बिल्ला ल यता देखाउनुहोस् यता देखाउन त अब गर्नु पर्यो गाडी यता हामीलाई नदेखाऊ अहिले यही मरुभूमि देखाइदिउँ कता जाने लेफ्ट सिधा हिँड्नु अगाडि जहाँ मोडिएको थियो नि त्यहीँबाट उतातिर अलिकति छ अब उता गर मोडिनु यो त रोक्नु यहाँनिर रोक्नु यस्तो छ यता त
केही थिएन बिहा पहिलाभन्दा धेरै नै भरिसकेको छ। ल मरुभूमि এটা তেমন হয়তো ब्याक्टेरियाको त राम्रो यसमा स्टिलमा लगाउँदा राम्रो हुन्छ अनि त्यो हल्लिन्छ कि फेरि काम छ। यसको ब्यालेन्स हुन्छ त यसरी समाउने हातमा झन् हल्लिन्छ रोकमी है रोकौँ त। हातमा धेरै हल्लिन्छ यसो। ल हामीहरू अब मरुभूमितिर हेलो गाइस हेलो के छ आरामै हुनुहुन्छ सबैजना। ल आजको भिडियोमा यो बाहिरको आउटसाइडको मरुभूमिको बारेमा देखाउँदै हुनुहुन्छ है भाइले। क्यामेराम्यान भाइ हुनुहुन्छ मेरो साटो भाइ। ल हेर्नु है जनक भाइ पनि हुनुहुन्छ साथमा। ल आज हाम्रो टुर भनेको यो मरुभूमि देखाउने बाहिर त्यसैको बारेमा हामी तपाईहरुलाई जानकारी दिन्छौँ। ल लेट्स गो। यसलाई यति ल यस्तो छ यता। यताबाट दाहिने मोडौँ है दाइ। दाहिनेबाट टक्क उता निस्किनु। यो फेरि के हो? यो अब उहरू होला कि यो के भन्छ साउदीहरूको इस्ताराहरू धेरै छ कि यता साउदीहरूको इस्तारा बढी हुन्छ यता। ठ्याक्क आउँछन् फ्यामिली लिएर आउँछन् सो फ्यामिलीसँग इस्तारामा बस्छन् रमाइलो गर्छन्। नजारा कस्तो छ। खै त्यो स्पिकर चलाउनु भयो? ल मैले स्पिकर छ चल्दैछ हेर्नुपर्छ। चल्छ हरियो हरियो बोले खाएको। देखाउने पुरा घुमेको देखिन्छ। जनक भाइ के छ अनि खै घर आएर के छ नयाँ खबर? ठिकै छ। कति महिना बस्यो? 3 महिना। रमाइलो भयो टाइम पास भयो। 5 वर्षमा गएको 3 महिनाको छुट्टी पाइयो। साउदीहरू आइसकेको छ कम्पनीमा 3 महिना बढी दिँदैन कसैको 2 महिना कसैको 3 महिना। 3 महिनासम्म कम्पनीले पैसा काट्दैन? 3 महिनाभन्दा ज्यादा थप्यो भने काट्छ होला है? काट्छ। ल गाइस हेर्नुहोस् है पुरा यो मरुभूमि छ। मरुभूमिको मजा लिनुहोस्। साउदी अरबको जसले साउदी अरब आउनुभएको छैन उहाँहरूको लागि त एकदम राम्रो ठाउँ हो नि त। हेर्नु मौका चान्स भाइ। साउदीको बवालै छ नि जता गयो उतै मजाको फराकिलो छ। मजाको छ। यो कार त पुरानो मोडलको रहेछ। पुरानो मोडल ए अंग्रेजों जमानाको कार।
यो त कता हो मार्केट यही मार्केट थियो ठुलो किल्ला यही थियो पहिलेको यता यही हो मस्जिद उता छ छैन छैन यो थियो यही हो यो त्यो बिल्ला होला त्यो बिल्ला 8 बिल्ला हो कि त्यो र आज ईदको दोस्रो दिन है मुस्लिमहरूको चाड आज दोस्रो दिन हो बाटो आएको छैन दुई दिनसम्म चाहिँ जरुरी कम्पनीले छुट्टी त जुन कम्पनीले नि दिन्छ है दिन्छ 4 दिन अब प्राय कम्पनीको 6 दिनमै छोड्दैन काम हुनेहरूको चाहिँ ओभरटाइम दिन्छ 2 दिन चाहिँ अब क्रिकेट खेलिरहेको छ साथीहरूले क्रिकेट पनि खेल्छन् मरुभूमिमा बस आइरहेछ मेनबाट अनलाइन फ्याक्ट्री और ग्यारेज पता दाहिने मरुभूमिमा गाडी मात्रै छ हामी यो बाटोबाट सिधै जान मिल्दैन तबाट मिल्दैन त्यहाँ समाउँछ समाउँछ बाटोको त्यही बाटो जानुपर्छ त्यो बाटो छैन त्यहाँ अघि आएको त हामी यही बाटो होइन अगाडि हिँड्नु सिधै अगाडिबाट स्टार्ट गर्नुपर्छ यही रोड भेटिन्छ कि अहिले हजुरलाई ठुलो कम्पनी बनाएछ यहाँ चाहिँ यो फ्याक्ट्री एभ्रिथिङ हेल्थ केयर मतलब मेडिसिन दबाईहरू बन्दो रहेछ फार्मेसी दबाई कम्पनी यहाँ चाहिँ आँखाले नदेख्ने ठाउँमा छ मरु साउदीमा पब्लिक कम छ अब यो अलखरिज रोड हो सुरु भयो यहाँबाट अलखरिज जानु पर्दा यो रोड भएर जानुपर्छ अब मरुभूमि नै हो के अरे होइन अब मरुभूमिकै उसमा अब यो पाण्डा स्टोर हो यो ठुलो छ पाण्डा स्टोर ठुलो छ पाण्डा स्टोर यहाँबाट पुरै लगभग पाण्डामा पुरै सामानहरू यहाँबाट पठाउँछ पाण्डा स्टोरहरू ठुलो छ रोड चाहिँ बवाल छ त्यो साउदीको पाण्डा स्टोर आवाज धेरै आएको छ क्या सिसा त्यो हावा हाने क्या झ्याङ त्यही भएर साउन्ड आउँछ क्या आसपास साउन्ड आएपछि फेरि बोलेको त्यति सुनिँदैन अलि हेर्नेलाई पनि अब भिडियो जस्तो हेर्दा पनि मजा आउँदैन क्या अलिअलि कता कता हरियाली पनि छ के अरे यता मरुभूमि भए पनि त्यस बुटाघाटा बुटासुटा यसो अलिअलि देख्न पाइन्छ अब साउदीको के देखाउनु त हजुरहरूलाई यही मरुभूमि हो यसो कहिलेकाहीँ मार्केट बजारहरू यसो हो अब त्यस्तो विधि अब यहाँ घुम्न जाने उसु त्यति समुद्रहरू छैन रियादमा अब हामी रियादमा बस्ने अब अरू ठाउँमा जस्तो जिद्दा दमनतिर भयो त यसो समुद्रहरू पनि देख्न पाइन्थ्यो यसरी माथिबाट घुम्छ नि सिधा हिँड्नु म अगाडिबाट भन्छु युटर्न गर्नलाई
अलिकति यसलाई यो अगाडि जानु त यो साइडमै चाप्नु है युटर्न यसरी नै गर्नुपर्छ साउदीको अब ठाउँमा अब यस्तै कुब्री पुललाई कुब्री भन्छ क्या यहाँ पुललाई कुब्री भन्छ यस्तो युटर्न सर्वमा गाडीहरू यसरी घुमाउने यस्तो हुन्छ अब अरबी भाषामा चाहिँ कुब्री भन्छ यसलाई रियाद सेन्टर जाने हो रियाद सेन्टर ल अब यहाँबाट हामी यस्तो युटर्न गर्छौँ यहाँबाट ल यस्तो छ कता कता त यस्तो राम्रो हरियाली पनि छ नि फेरि मरुभूमि भन्दा पुरै बालुवा र माटो मात्रै होइन राम्रो राम्रो पनि छ हरियाली पनि छ सिधै हिँड्नु है दाइ अब यो एयरपोर्ट रोड सुरु हुन्छ यहाँबाट चाहिँ हाम्रो रियाद एयरपोर्ट रोड हो यो यहाँबाट चाहिँ चक्क सुरु भयो अब एयरपोर्ट जानु पर्यो भने हामीलाई यो रोड प्रयोग गर्नुपर्छ सिधा छ धागो ताने जस्तो मजा आउँछ यतापट्टि इन्डस्ट्री एरिया नै हो यो पनि कम्पनीहरू छन् बुटो पनि कस्तो मिलाएर चट्ट गोलो गोलो एकदम हेर्दाखेरि हुन त यो ओरिजिनलै बुटोहरू हुन् तर पनि यस्तो लाग्छ कि प्लास्टिकका जस्तो देखिन्छ तर यसलाई बनाएको हुन्छ कि काटेर यस्तो राम्रो चिटिक्क पारेको हुन्छ ल हेर्नुहोस् है उतापट्टि पनि अलिअलि खजुरका बुट्टाहरू लगाइरहेको छन् भर्खर तयारी हुँदैछ पहाड हेर्नुहोस् पहाड उकालो लाग्यो अलिअलि यसो त्यहाँ खजुर पार्कमा गएर 2-4 फोटो खिच्नु पर्यो दाइ फोटो चाहिँ खिच यसो 1-2वटा हाल्नु पर्यो नि त यसो अब यता आएपछि अब यही बाटो भएर जाने हो हल्का छिरिदिउँ न त होइन 2-4 मिनट हाम्रो यहाँ अब साथीहरूलाई अब युट्युबको सब्सक्राइबरहरूलाई अलिकति खजुरको बगान पनि देखाउँ न खजुर त फलाइ होइन अब तर यस खजुरको बुट्टा चाहिँ देखाउनुपर्छ हेर्दै हिँड्नु होला है त्यो साइडमा हो पार्क आउँछ अनि त्यहाँबाट युटर्न गर्नु पर्ला पहाड साउदीको रातो माटो पुरै हाम्रोतिर कमेरो माटो रातो माटो भन्छ यतातिर यस्तो छ पुरै डाँडा काँडा त्यस्तै छन् यो साउदीमा पहिलाभन्दा धेरै परिवर्तन छ आजभन्दा 15-20 वर्ष अगाडि यस्ता बुट्टाघाटाहरू त्यति धेरै थिएनन् पानी परेको थाहा हुन्थेन आजभोलि जोस् अब पानीहरू परिरहेको छ बर्सातहरू भइरहेको छ आजभोलि अब बुट्टाहरू अलिकति वृक्षारोपणहरू यहाँ पनि अलिकति धेरै नै बढी मात्रामा गरिरहेको छ साउदी सरकारले त्यो कारणले पनि आजभोलि पानी सानी यसो परिरहेको छ जस अक्सिजनको मात्रा पनि अलिकति बढ्दो क्रम छ अहिले अलिकति अक्सिजनहरू पनि पाइराखेको छ राम्रोसित पहिलाभन्दा धेरै नै परिवर्तन छ अहिले जस अब आउने दिनहरूमा अब आउने अझै केही समयपछि अझै योभन्दा परिवर्तन देख्न पाइन्छ पार्क अब सुरु हुन लाग्यो होइन यो होइन दाइ अझै अगाडि सुरु हुन लाग्यो क्या हो दाइ हो सुरु भएको अब हामी बाहिर निस्किनुपर्छ है युटर्न यहाँबाट हुँदैन होला यही हो यहाँबाट बाहिर निस्किनु पर्यो मरुभूमि
तो वहीँ कुद्नुपर्छ कि उतै जानुपर्छ थुप्रै यो माथि जान्छ कि यो बाटो मुम्किन माथिबाट युटर्न हुने हो पहिले यता आएको भए है यसरी उचालेर यसरी जानु यो कुप्रीबाट युटर्न हुन्छ होला सायद यो कुकुर अब लगभग धेरै हरियाली छ पहिला भन्दा हेर्नु त यस्तो लाग्यो कि त्यो ल त्यो बालुवा ठाउँमा पनि गरे के नहुने रहेछ त लगाइदिए हुँदो रहेछ नि त ल हेर्नु काँसहरू जस्तो पनि उम्रिरहेको छ यसो हेर्दा त कता कता त नेपालको झल्को पनि आउने दिन्छ तलबाट युटर्न हुन्छ त तिमी भएन नि हस्पिटल गएर यसो इन्जेक्सन लगायो हुन्छ एउटा जाम भयो भिडियो त धेरै लामो भयो त यो त्यही त मेन ठाउँमा गर्नु भनेको कि यो फ्याक्ट्रीहरू पनि देखाउनु यो फ्याक्ट्रीलाई हेर्नुहोस् ठुलो फ्याक्ट्री छ यतातिर एक वर्षमा आइयो लगभग होइन त यो पार्कमा एक वर्ष एक वर्ष भयो पहिलाको सालमा आइएको थियो अब ठ्याक्कै एक वर्षमा हामी यहाँ आउँदैछौँ यो पार्कमा यस अब यस्तो मरुभूमिको बिचमा एउटा पार्क छ जस मान्छेहरू सबैजना यतै आउनुहुन्छ अलिकति हरियाली चट्ट सरसफाइ ठिक हरियाली खजुरको बुटहरू छन् राम्रो छ जोस् पहाड उता गाडी चलिरहेका छन् मेरो क्यामेरा रहेछ यो क्यामेरा तर सबभन्दा उता भयो भने हान्छ 300 रुपियाँ हानिदिइहाल्छ घरमा ल पार्क अब हाम्रो आइपुग्यो है हामी अब अगाडि यही बाटोमा रोक्ने कि यता साइडमा दिन्छ कि दिन्न रोक्न दिन्छ त्यता रोक्ने ल पार्क आयो हामी पार्कमा सुरु इन्ट्री भयो यसरी लामो गरेर राख्दा हुन्छ यस्तै राखेको छु पार्कमा त पुरा पाकिस्तानीहरू मात्रै देख्छु त अब यहाँ बन्द गरेर ठ्याक्क उता सुरु गरौँ है त है ल हेलो हाई हामी अब यो खजुर पार्कमा इन भइयो है अब यसो हल्का भिडियो बनाऊँ हजुरहरूलाई देखाऊँ भनेर हो खजुर फल्या रहेनछ जस हरियाली चाहिँ टन्नै छ है अब हाम्रो यहाँ दाइले यसो बनाउनुहुन्छ हजुरहरूलाई यहाँको घुमाएर यसो देखाउनुहुन्छ है यसो हेरेर साथ दिनु होला है ल ल ल ल दाइ ल गाइस ल हेर्नु होला है म भिडियो बनाउँछु पार्कको ल तपाईँहरूले हेर्दै गर्नु होला है जो जस्तो छ कमेन्ट गर्नु होला यो फोटोमा थाहा हुन्छ कि यही नि यही यत्रो झुम गर्दा नि हेर ठिक छ क्यामेरा
पुरा फोटो त बवाल छ त यार फोटो यो खतरा फोटो आछ ल हिँड्नु ल अलि टाढाबाट खिच्दाखेरि अलि उ देखिँदो रहेछ अलि झुम गर्नुपर्ने छ हामीलाई बाफ्रे ल नौसाद हेर्नुहोस् यहाँको यो खजुरको पार्क है हल्का झुम गरेर खिच है फोटो खिच्दाखेरि साथीहरू खजुरको सबैजना बुटमा एउटा यस्तो गरेर खिच्नुपर्ने भयो क्या आज ईदको दोस्रो दिन हो धेरैजना गाडीमै मान्छेहरू आउँदैन जहाँ आउनुहुँदैछ। तीनजनाको फोटो खिच्यो तिमी नआएको पण्डित ल्याउँछ तिमी अब तिमी आयो राम्रै भयो पण्डित पनि बुढीसँग गएको ल एउटा यी खजुरको बुटोको हान त यहाँनिर हान्नुपर्छ कि हो यहाँनिर आऊ त झुम ल गरेर हान अब यहाँ फोटो सुट हुँदैछ झुम गरेर हान टक्क तल बसेर आएन यतापट्टि हान यहाँ भिडियो फोटो सुट हुँदैछ है राम्रो भिडियो बनाउनु है फोटो लिनु फोटो त लिनु पऱ्यो अब तिनजनाको लिनुपर्छ गाइस यो खजुरको रुख हो है खै खजुर त केही पनि फलै छैन तर भर्खर फुल्न हल्का रहेछ अँध्यारोमा खिच्नुपर्छ धेरै उज्यालो भयो तिम्रो कता खिच्ने ल खिच टन्नै खिच हाल्नु पऱ्यो नि टिकटकमा भर्खर फुल्न रहेछ है यहाँनिर कस्तो आउँछ हेरौँ त्यो अँध्यारोमा बस्छ त ठिक छ हो यहाँनिर इन्डियन बस ल पाकिस्तानी बङ्गाली नेपाली सबैजना आज ईदको दोस्रो दिन हो अलि अँध्यारो आउँदो रहेछ आउन त अलि अँध्यारो आउँदो रहेछ ए ठिकै छ यतिकै ठिकै छ त अब यो बाटोमा हान त मेरो एउटा फोटो राम्रो आएछ ठिकै छ दाइ तपाईँले पनि खिच्नु यो बाटोमा हान त ल फोटो राम्रो यो लाउनु त दाइ यो तपाईँ ल है दुईजनाले फोटो धेरै खिच्नु भएको छ है ज्यादै चाहिने भयो गाइस यहाँनिर हेर्नुहोस् है खजुरको बगान छ यहाँ सबै आज ईदको छुट्टी भएको भएर आज दोस्रो दिन हो सबै यो पार्कमा आएर बस्नुभएको छ इन्जोय गर्नुभएको छ ल यो दुईजना साथी भाइ र अर्को भाइले भएर फोटो खिच्दै हुनुहुन्छ फोटोग्राफी आउँछ भित्र अलि एउटा यस्तो सुतेर खिच्नु मन लाग्यो क्या घाँसमा ल हेर्नुहोस् है है पुरा खजुरकै रुखहरू मात्रै छ भाइलाई त फोटो खिच्न धेरै डर लाग्यो जस्तो छ हेलो गाइस हेर्नु होला है यहाँ साउदी अरब खजुरको बगानमा भिडियो बनाइरहेको छु हजुरहरूको लागि पार्क पनि छ खजुर पनि छ ल जाऊ बस खानुको लागि नजाने यहाँ गफ गर्न मात्र मान्छे टन्नै छ नि यार एउटा कम्पनीको थियो खोइ के कम्पनी यार टन्नै मान्छे छ है पाकिस्तानीहरूले यहीँ यहाँ त केटाहरू फ्री हिँड्छ पनि आउँथ्यो यार अस्ति त भेट भएको थियो ड्युटी छ नि कतिको अरबी आइमाईहरू पनि यहाँ बसेछन् फ्यामिलीहरू पुरै
क्यामेरा राम्रो रहेछ यसको उनीहरूको फुटबलहरू पनि लिएर आएछन् केटाहरू खेल्दैछन् के पुरा खाना लिएर आएको गिलास गिलास पाइयो होला कभर पाइयो होला पुरै खाना लिएर आएको छ छेत महाल ल भाइ हजुर दाइ हेलो हजुर कस्तो छ मजा आइरहेछ जस पार्कमा शीतलो छ मान्छेहरू रमाइलो भइरहेछ भिड भडक्का छ अब कतिले खाना लिएर आएर खाइरहेका छन् यता अब कतिपय मान्छेहरू त्यत्तिकै बसिरहेका पनि छन् रमाइलो छ यसो जाउँ अलि तलतिर यसो घुम्दै बनाउँ फुटबल पनि खेल्दैछन् है केटाहरू रमाइलो त हो नि छुट्टीको बेलामा इन्जोय गर्ने फोटो त अझै खिच्न मन लाग्थ्यो मान्छेको तातो नै बढी हाम्रो गाडी हो त्यहाँ राखेको छु आइरहेछ अहिले अझै आउँछ कि यो बाफ्रे कति खाना ल्याएको यिनीहरूले यस्तै छ साउदी अरबको पार्क यस्तै हो मुस्लिमहरूको चाड हो अनि यस्तो नेपालमा जस्तो रमाइलो हुँदैन है यहाँ चाहिँ अब त्यही हो खाने पिने यसो घुम्ने त्यही हो मान्छेहरू भयो पनि मजा आउँछ अलि अब नाचगानमा यसो हल्का जहाँ रक्सी खाने त्यस्तो हुँदैन यहाँ चाहिँ त्यही हो घुम्ने फिर्ने खाने पिउने बस्ने त्यही रमाइलो हल्का